र यहाँ उपस्थित सरलाई र अरू साथीहरूलाई सबैलाई नमस्कार छ। आज चाहिँ पानीको महत्त्वको बारे भन्न गइरहेको छु। भनिन्छ पानी जीवन हो, जुन हाम्रो संसारमा जति पनि प्राणीहरू छ त्यो पहिला समुद्रबाट नै इभोल्युसन हुँदै आएको थियो र आजको समयसम्म पनि पानीको महत्त्व चाहिँ रहेको छ, जुन चाहिँ तपाईँले पनि याद गर्नुभएको होला। सगरमाथा भनौँ होइन, हाम्रो देशको र संसारकै उच्च हिमाल हो। त्यहाँ पनि अब पानीको फर्ममा आइस हुन्छ भने सोही हिउँ नदी हुँदै बग्दै तपाईँको समुद्रमा मिसिन्छ। र हामीले पानी किन पिउनुपर्छ भन्नेमा कस्तो छ भने हाम्रो शरीर पनि यस्तै 70% जति चाहिँ पानी नै हुन्छ होइन। तपाईँको हाम्रो रगत जुन 5.5 लिटर हुन्छ बडीमा, त्यो पनि त्यसमा पनि 70% पानी हुन्छ। र त्यही अनुसारले म आफ्नो अनुभव पनि सुनाउन चाहन्छु। जब मेरो अपरेसन भयो होइन, जुन चाहिँ दिमागको थियो, डक्टरले या अरू सिचुएसन अनुसार पनि के हुन्छ कस्तो हुन्छ थाहा थिएन, किनभने हाम्रो दिमागको नसा कुनै काट्यो भने पनि हात खुट्टा या आँखा या कुनै अङ्गमा चाहिँ प्रभाव पर्ने रहेछ। र मैले आफूलाई अध्ययन स्वाध्ययन गर्दै जाँदाखेरि दिमागलाई इलेक्ट्रोलाइट जुन चाहिँ एक किसिमको पानीमा जुन H2O हुन्छ नि, H2O भन्नाले हाइड्रोजन 2 मात्रा, अक्सिजन 1 मात्रा होइन, त्यसले चाहिँ हाम्रो दिमागमा चाहिँ इलेक्ट्रोलाइट काम गर्दो रहेछ होइन। र मैले त्यही अनुसारले चाहिँ पानी खाँदै गर्ने गर्थेँ, जुन मैले सुरुको दिनमा पनि यहाँलाई भनेको थिएँ कि बिहानको समयमा उठिसकेपछि मनतातो पानी खानुभयो भने तपाईँहरूको शरीर एक किसिमको रिफ्रेस र डिटक्स हुन्छ। र यति भन्दै पानी या जल नै जीवन हो। हजुर, धन्यवाद। यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।